यति छिटो छिटो जय श्री मनोकामना माताको जय हो, सम्पूर्ण भक्तजनको जय होस्। बुझौ है गुरुलाई अलि राउ जय श्री मनोकामना माई। अलि राउ उचालै तिमी ओराउ भोलि कति बजे आदरणीय सम्पूर्ण भक्त हल्ला नगरिदिनु। भोलि कति बजेको फ्लाइट? माता कहाँको कति दिन भयो तिमी? 2 हप्ता भयो। 2 हप्तामा कतिको चेन्ज पायो कि नाइ? म यहाँ सोचेको थियौ भोलि नै यति छिटो समयमा फ्लाइट होला भने। घर कहाँ? धनगढी। अनि थोरै समयमा होइन मनोकामना माताको आश्रममा आएर कतिको यहाँको शक्ति कतिको लाग्यो अनुमान होइन सोचेको थिएन होला नि यति समयमा यति सफलता हुन्छ भन्ने त लागेको थिएन होइन। मैले भगवानले मानेर नै अब आफूले भित्रीबाट भएर फिल गरेँ मैले। अब चिन्यौली भगवान्को शक्ति भने रहेछ कि रहेनछ हाम्रो देशमा जो भगवान् छैन भन्ने व्यक्तिहरूलाई तिमी के भन्न चाहन्छौ? अनि त्यस्तो सोच्नु हुँदैन। आफ्नो हिन्दू परम्परा अनुसार अब मान्नुपर्छ जे होस् भगवान् माने भगवान् हुन्छन् नै। मनोकामना माताको शक्ति कतिको लाग्यो तिमी? योभन्दा अगाडि धेरै ठाउँ त आयो होला, धेरै ठाउँ पुग्यो होला होइन? फर्स्ट टाइम आएको म। फर्स्ट टाइम आएको कहीँ गएको छैनौ? अब गए पनि अब नर्मल्ली जाने भयो त्यसरी अब यसरी मान्ने हुन्छ नि आफ्नो कामहरू ढिला भइरहेको थियो अनि त्यसले गर्दा पनि जे होस् भगवान्को आफ्नो देखेर नै टिकटक मनोकामना माताको आसनमा आएपछि सफल भयो कि भइएन? थोरै समयमा होइन त्यसरी भोलि फ्लाइट तिम्रो अनि मातालाई भेट्ने समय पनि जुट्नलाई गाह्रो होइन? कुन देशको फ्लाइट नानीको? अस्ट्रेलियाको। अस्ट्रेलियाको। भोलि कति बजेको फ्लाइट? 12। ल धनगढीको नानीको भोलि राति 12 बजेको फ्लाइट अस्ट्रेलियाको है। मनोकामना माताको आसनमा आएको 2 हप्तामै उहाँको कार्य सफल भइसकेको छ। मनोकामना माताको जय होस्। मनोकामना आमाको मनोकामना माताको। ल अब नानीले अब आउने भाइ बहिनीहरूलाई के भन्न चाहनुहुन्छ त मनोकामना माताको आसनमा आउनलाई? एकचोटि चाहिँ भगवान् माताकोमा आइदिनु होला आफ्नो आस्था बोकेर होइन। आफ्नो कामहरू ढिलढिला भइरहेछ भनेपछि कि भइ नै रहेको छैन भनेपछि एकचोटि माताकोमा आएर बुझ्नु होला त्यही भन्न चाहन्छु। अनि धनगढीको हजुरको साथीभाइ इष्टमित्र धनगढीवासीहरूलाई के भन्न चाहनुहुन्छ त? एकचोटि यहाँ आउनु होला हजुरहरूको काम ढिला भइरहेछ भनेपछि हजुर अवश्य पनि नानीले जानकारी गराउनुभयो। तिमी जस्तै तिमी जान्छौ भोलिको फ्लाइट छ होइन? यहाँ कुन माता कहाँ आउने, कुन माता हो, कस्तो माता हो, हाम्रो ठाउँको अनुमान कतिको लाग्यो तिमीलाई? म त माता मनोकामनाकोमा शिव भगवती मन्दिरकोमा आउनु पर्यो। बोलो श्री मनोकामना माताको। बोलो श्री मनोकामना माताको। बोलो श्री मनोकामना माताको। अवश्य पनि आज माघे सङ्क्रान्तिको दिन माघको 1 गते चाहिँ नानीले खुसीको खबर लिएर आएको छ। नानीलाई धेरै धेरै बधाई छ। आउँदो दिनमा पनि अस्ट्रेलियामा उहाँको चाहिँ सुखद शान्ति समृद्धि होस् र गाह्रो साह्रो अप्ठ्यारो परेमा माता मनोकामना आमाले सधैँ हजुरलाई हेर्नुहुनेछ है त। जय मनोकामना मा।